हे परमप्रभु, तपाईँ महान र भययोग्य हुनुहुन्छ। तपाईँको आँखाहरू आगो जस्तै प्रज्वलित छन्। तपाईँको दृष्टि सबै कुरा देख्छ। कुनै पनि कुरा तपाईँको अगाडि लुकेको छैन। तपाईँ सत्यमा हेर्नुहुन्छ, हृदयभित्रसम्म हेर्नुहुन्छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। तपाईँको महिमा आकाशभन्दा माथि छ। तपाईँको तेज सूर्यभन्दा पनि उज्यालो छ। तपाईँको उपस्थिति प्रकाश जस्तै छ, जहाँ अन्धकार टिक्न सक्दैन। तपाईँको महिमाले सबै कुरा भरिएको छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। जब म तपाईँको सामु आउँछु, मेरो हृदय काप्छ, मेरो आत्मा नम्र हुन्छ। किनकि तपाईँ पवित्र हुनुहुन्छ, तपाईँ निष्कलङ्क हुनुहुन्छ, तपाईँ न्यायी र सच्चा हुनुहुन्छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। तपाईँको स्वर शक्तिशाली छ, पानीमाथि गुन्जने गर्जन जस्तै। तपाईँ बोल्नुहुन्छ र पृथ्वी काप्छ। तपाईँको वचन जीवित छ, तपाईँको बोलाइले जीवन दिन्छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। हे परम प्रभु, तपाईँको आँखा धर्मीमाथि छन्। तपाईँको कान उनीहरूको पुकार सुन्छ। तपाईँ टाढा हुनुहुन्न, तपाईँ नजिकै हुनुहुन्छ, टुटेको हृदय भएकाहरूसँग। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। तपाईँको अनुहार जीवनको स्रोत हो। तपाईँको दृष्टिले शान्ति दिन्छ। तपाईँको उपस्थितिमा आनन्द छ। तपाईँको नजिकमा विश्राम छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। हे परमेश्वर, म तपाईँलाई खोज्दैछु। मेरो आत्मा तपाईँको लागि तिर्खाएको छ, सुक्खा र प्यास लागेको भूमिमा जस्तै। म तपाईँलाई चाहन्छु, मेरो हृदय तपाईँको लागि रोइरहेको छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। मेरो आँखा तपाईँलाई खोज्छन्, मेरो मन तपाईँलाई सम्झन्छ। दिनमा र रातमा मेरो प्राण तपाईँको प्रतीक्षा गर्छ। तपाईँ बिना म अधुरो छु। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। तपाईँको अनुहार नलुकाउनुहोस्। मलाई त्याग्नु भनेर नछोड्नुहोस्। म तपाईँको सेवक हुँ। मेरो उद्धार तपाईँमै छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। हे प्रभु, तपाईँको कृपाले मलाई सम्हाल्नुहोस्। तपाईँको प्रेमले मलाई ढाक्नुहोस्। मेरो डर हटाउनुहोस्। मेरो आत्मालाई शान्ति दिनुहोस्। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। तपाईँ मेरो प्रकाश हुनुहुन्छ। तपाईँ मेरो उद्धार हुनुहुन्छ। म कससँग डराउँ? तपाईँ मेरो जीवनको बल हुनुहुन्छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। हे परमेश्वर, म तपाईँलाई खोज्दैछु, न केवल आशिषको लागि, तर तपाईँको उपस्थितिको लागि। मेरो जीवन तपाईँलाई समर्पित छ। म तपाईँलाई चाहन्छु, केवल तपाईँलाई। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। यदि तपाईँको अनुहारको एक झलक मात्र पाए भने म सबै सहेर पनि अन्त्यसम्म पुग्न सक्छु। मलाई तपाईँको उपस्थितिमा राख्नुहोस्। तपाईँको अनुहारको प्रकाशले मलाई मार्ग देखाओस् र तपाईँको उपस्थितिले मेरो आत्मालाई सधैँ शान्ति दियोस्। हे परमप्रभु, तपाईँ महान र भययोग्य हुनुहुन्छ। तपाईँको आँखाहरू आगो जस्तै प्रज्वलित छन्। तपाईँको दृष्टि सबै कुरा देख्छ। कुनै पनि कुरा तपाईँको अगाडि लुकेको छैन। तपाईँ सत्यमा हेर्नुहुन्छ, हृदयभित्रसम्म हेर्नुहुन्छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्।
तपाईको महिमा आकाशभन्दा माथि छ। तपाईको तेज सूर्यभन्दा पनि उज्यालो छ। तपाईको उपस्थिति प्रकाश जस्तै छ, जहाँ अन्धकार टिक्न सक्दैन। तपाईको महिमाले सबै कुरा भरिएको छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। जब म तपाईको सामु आउँछु, मेरो हृदय काप्छ, मेरो आत्मा नम्र हुन्छ, किनकि तपाईँ पवित्र हुनुहुन्छ। तपाईँ निष्कलङ्क हुनुहुन्छ। तपाईँ न्यायी र सच्चा हुनुहुन्छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। तपाईको स्वर शक्तिशाली छ, पानीमाथि गुन्जने गर्जन जस्तै। तपाईँ बोल्नुहुन्छ र पृथ्वी काप्छ। तपाईको वचन जीवित छ। तपाईको बोलाइले जीवन दिन्छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। हे परम प्रभु, तपाईको आँखा धर्मीमाथि छन्। तपाईको कान उनीहरूको पुकार सुन्छ। तपाईँ टाढा हुनुहुन्न, तपाईँ नजिकै हुनुहुन्छ, टुटेको हृदय भएकाहरूसँग। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। तपाईको अनुहार जीवनको स्रोत हो। तपाईको दृष्टिले शान्ति दिन्छ। तपाईको उपस्थितिमा आनन्द छ। तपाईको नजिकमा विश्राम छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। हे परमेश्वर, म तपाईँलाई खोज्दैछु। मेरो आत्मा तपाईँको लागि तिर्खाएको छ। सुक्खा र प्यास लागेको भूमिमा जस्तै म तपाईँलाई चाहन्छु। मेरो हृदय तपाईँको लागि रोइरहेको छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। मेरो आँखा तपाईँलाई खोज्छन्। मेरो मन तपाईँलाई सम्झन्छ। दिनमा र रातमा मेरो प्राण तपाईँको प्रतीक्षा गर्छ। तपाईँ बिना म अधुरो छु। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। तपाईँको अनुहार नलुकाउनुहोस्। मलाई त्याग्नु भनेर नछोड्नुहोस्। म तपाईँको सेवक हुँ। मेरो उद्धार तपाईँमै छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। हे प्रभु, तपाईँको कृपाले मलाई सम्हाल्नुहोस्। तपाईँको प्रेमले मलाई ढाक्नुहोस्। मेरो डर हटाउनुहोस्। मेरो आत्मालाई शान्ति दिनुहोस्। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। तपाईँ मेरो प्रकाश हुनुहुन्छ। तपाईँ मेरो उद्धार हुनुहुन्छ। म कससँग डराउँ? तपाईँ मेरो जीवनको बल हुनुहुन्छ। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। हे परमेश्वर, म तपाईँलाई खोज्दैछु, न केवल आशिषको लागि, तर तपाईँको उपस्थितिको लागि। मेरो जीवन तपाईँलाई समर्पित छ। म तपाईँलाई चाहन्छु, केवल तपाईँलाई। हे परमेश्वर, आफ्नो अनुहार मलाई देखाउनुहोस्। यदि तपाईँको अनुहारको एक झलक मात्र पाए भने म सबै सहेर पनि अन्त्यसम्म पुग्न सक्छु। मलाई तपाईँको उपस्थितिमा राख्नुहोस्। तपाईँको अनुहारको प्रकाशले मलाई मार्ग देखाओस् र तपाईँको उपस्थितिले मेरो आत्मालाई सधैँ शान्ति दियोस्।